दाइले धेरै सपोर्ट गर्नु गाइज सब्स्क्राइबर 1 मिलियन 1 मिलियन पुगाइदिनु गाइज तपाईको नाम भन्नु त मेरो तेन्जिङ ब्लग चेन्जिङ ब्लग ल तेन्जिङ ब्लग के हो तेन्जिङ ब्लग सब्स्क्राइब गर ल तेन्जिङ ब्लग अहिले सब्स्क्राइब भने भाइ मोबाइल पनि बोकेर हुँदैन ल भाइ यार यतिको कति वर्ष भयो 12 हामी चाहिँ आज खोलातिर जाँदैछौँ गाइस यहाँ हुनुहुन्छ हाम्रो यहाँ ओ हिरो कता हिँडे बाई अङ्कललाई बाई गरिदेऊ बाई गरिदेऊ हो बाई राम्रोसँग जाऊ ल राम्रोसँग जानु तपाईँहरू पनि त्यही हो आज चाहिँ हामी खोलातिर जाँदैछौँ होइन अब जाउँ आज यसो गर्मी छ होइन भाइहरूले पनि गरे होइन ओइ भ्लगर रे क्या मलाई त ल भाइहरूले कि अनि चाहिँ अब खोलातिर जाउँ होइन गर्मी छ यसो मैला गर्नु पऱ्यो के गर्नु मैला गर्मी छ अहिले वेदर अलिकति आज बहिनी अनि भतिज चाहिँ आज हामी चाहिँ खोलातिर है खोलातिर हामी चाहिँ एकछिन यहाँ काम थियो है ब्याङ्कको काम पनि सक्यो अब चाहिँ बच्चालाई निस्किनु थाल्यो अनि केटाहरू उता परतिर सऱ्यो अब बिस्तारै हुन्छ होला केटाहरू आइसक्यो होला सायद के छ कुन खोला जान्दा हामी के छ भाइ हामी अब कता जाने अब के जानुहुन्छ तपाईँ हामी यता एमटी हुद्राको यो पछाडिपट्टि यो स्कुलबाट आइपुगिसक्यो है स्कुलबाट अनुप दाईलाई पुरी भएको छन् केटाहरू खोइ अनुप दाई ल भाइहरू के भनिदेऊ त तपाईको युट्युब च्यानलको नाम के हो तेन्जिङ ब्लग दाइले धेरै सपोर्ट गर्नु गाइज सब्स्क्राइबर 1 मिलियन 1 मिलियन पुगाइदिनु गाइज अनि तपाईँहरूलाई 1 लाख दिनुहुन्छ यो दाइ नाम पनि भनेर जाऊ भाइ तिम्रो नाम भनिदेऊ नि त अपिल लामा अपिन लामा ल अब तिम्रो नाम के हो मेरो नाम दिप्सन हो अनि तिम्रो दिया सब्स्क्राइब गरिदिन्छु नाम भन्नु त भन्यो। तपाईको नाम भन्नु त मेरो तेन्जिङ ब्लग चेन्जिङ ब्लग ल तेन्जिङ सब्स्क्राइब ब्लग के हो तेन्जिङ ब्लग सब्स्क्राइब गर ल तेन्जिङ ब्लग अहिले सब्स्क्राइब भने भाइ मोबाइल पनि बोकेर हुँदैन ल भाइ यार यतिको कति वर्ष भयो 12 अनि खानेकुराहरू के बोकेको त खानेकुराहरू ब्याग भरि छ दाइ ब्याग भरि छ ब्यागहरू छ अरे अनि ए भाटपट्टि नि जाने भाटपट्टि नि ल हामी चाहिँ अब सरल हिँडेको केटाहरू हेटोको बारेमा त के भन्नु है तपाईँहरूलाई यो सबैहरू सधैँ हेर्नुहुन्छ बाहिरको मान्छेहरूलाई चाहिँ थाहा नहुन्छ तै पनि म देखाउँछु है फेरि हेटोडा फेरि बबाल छ हाम्रो हेटोडा हाम्रो सिटी एकदम राम्रो छ हाम्रो हेटोडालाई सबैजना माया गर्नु ओए के हो खतरा कुरा त आज के हो दोस्रो त हेटोडा बुद्धचोक हो कता भने यो बुद्धचोकबाट उत्तर साइडपट्टि लाग्नुपर्छ है यो चाहिँ खास गरी मैले हेटौँडा भ्यालीको मान्छेलाई भन्दा पनि बाहिरको मान्छेहरूलाई भन्न खोजेको हो हेटौँडा भ्यालीकोलाई त उहाँहरूलाई चाहिँ सबै गल्ली गल्लीदेखि सब थाहा होला तर आमालाई बाटो काटिदिनु पर्ने तर के भन्नु कटिसन भइसक्यो के बोल्नु यता बारेमा हेटौँडाको बारेमा त सबै कुराहरू थाहा छ भाइ भन त कतिजना रेडी भइसक्यो अब चाहिँ हामी लाग्यो ल भाइहरू हिरो भएर आज यार आज त कसम खोलातिर त मान्छे ढल्छ होला यार युट्युबमा आउँछ है भाइ
के अरे एमटी राइड प्रितम साथी यता ब्लग्स एमटी अनि यहाँनिर अनुप दाईको ट्वेन्टी अनि नितेशको ट्वेन्टी दुईवटा ट्वेन्टी है। हामी चाहिँ अब ठिक्क राइड पुग्ने रहेछ है। आज ठिक्क 2जना भयो सबैजना, हामी 4 भनेपछि 8जना केटाहरू आउँदैछौँ। हामीले चौकीटलमा यसो खाजा साजा लिन थालेको। ल हाम्रो केटाहरू चाहिँ सबजना रेडी भइसक्यो होइन, अब हामीलाई लाग्दिन थालेको। सबजना रेडी भएर अब बिस्तारै लाग्नु पऱ्यो खोलातिर। हाम्रो अनुप दाइले चाहिँ 2 जम्बू 2 जम्बू 3 जम्बू मगाएको, 1 जम्बू मलाई, 1 जम्बू आइसलाई, 1 जम्बू अरू सबैजना 6जनालाई। केटाहरू जस 8 चाहिँ राखेको छ दाइ होइन, अहिले फेरि हान्नुपर्छ नि फेरि। फेरि दाइले फेरि उ गरेर भन्दा फेरि हाम्रो पुगेन भन्नु पाइँदैन फेरि। ए त्यो त भइहाल्छ नि, बरु हामी नखाउँला दाइ। अलि बिस्तारै बिस्तारै अलि बिस्तारै। वेलकम टु गुड। हामी चाहिँ मेन हाइवे आइपुगिसक्यो। अब यताबाट सिधै मासतिर लाग्दैछौँ। अलि आज चाहिँ यस्तो बोल्न थियो, बोल्नलाई पनि होइन, सायद यो गर्मीले पनि होला होइन, यस्तो विक भएको जस्तो लागेर एकदम। अब गएर नुहाएपछि फ्रेस हुन्छ अनि यसले मात्र भइसक्यो सायद त्यस्तै लाग्छ। त्यही हो हिँड्नु बाटो आज एकदम बवाल रमाइलो खासा चाहिँ लिन थालेको। केटाहरू सबजना आइपुगिसक्यो होइन। आज एकदम बवाल गर्नुपर्छ है। दाइ के के लिनुभयो? मैले चाउचाउ, दालमोट अनि एउटा कुरकुरे बिसान दामी हुन्छ क्या। आज बवाल हुनुपर्छ। को ल को खास गरी हामी मासतिर जाने पनि गराएको लाग्यो। त्यही भएर हामी यो साइड जाँदैछौँ। अनि यो जाने बाटो चाहिँ खास कहाँबाट भने एक्ज्याक्ट थाहा छैन, तर हावा नोइज धेरै आउँछ होला यार, यस्तो हावा चल्दो रहेछ यहाँ। अनि यताबाट राइट लिने यताबाट राइट लिने हामी जाँदैछौँ। सो तपाईँहरू यता आउन सक्नुहुन्छ। यहाँ झर्ना पनि रहेछ होइन, यस्तो नेचुरल झर्ना बवाल ल सेट बाइक लडेको राइडरहरू त लड्यो त केटाहरू यार लड्यो यार। अलि राम्रोसँग चलाऊ है केटा हो। के गर्ने त अब चढाउँ कि नचढाउँ? माउन्टेन ड्यु खाइरहनु भयो। माउन्टेन ड्यु के गर्ने तपाईँ? ल हाम्रो डेस्टिनेसन चाहिँ आइपुगिसक्यो है गाइज। एकदम दामी छ होइन।
केटाहरू अघि लड्यो भने त एकजना एकजना त लम्मै नि ल जान्छ र होइन त्यहाँ नुहाउने ठाउँमै लाने हो तैँले भनेन है? ठाउँ के बाइकले नुहाउने हो क्या उनीहरू पुगिहाल्छ नि त स्वाट उता स्वाट होइन त्यो बाइक चाहिँ लडेको है होइन बाइकलाई नुहाउनु मन छ भने चाहिँ लैजाउँ चट्टा लगाएर हामी पनि जाँदैछौँ होइन ठाउँ चाहिँ एकदम दामी छ होइन तपाईँहरूलाई अब होइन बिस्तारै देखाउँछु त्यहाँ गएर के कस्तो लाग्छ सब भ्लगर छ फेरि यहाँनिर एक भ्लगरहरू ल हिँड ल गाइज हेर्न सक्नुहुन्छ ल बबाल छैन त अलिक बिस्तारै हिँड बिस्तारै ल गाइज हामी चाहिँ अब हामी नुहाउने अब यहीँनिर हो बबाल छ ल ल केटा ल हामी चाहिँ अब यहाँनिर नुहाउँदैछौँ होइन अब हामी यहाँ नुहाउनेवाला छौँ होइन यस्तो बवाल छ नि होइन ठाउँ होइन हेर्न सक्नुहुन्छ तपाईँहरू सबैजना आउनु होला हेटाडाको यो भैँसेमा हो बवाल छ है यहाँनिर डाइभ हाल्नु पऱ्यो अब हामी चाहिँ होइन टक्क कपडा सपडा पुगाल्ने त्यसरी डाइभ हाल्ने होइन त भाइ बडी खेल्न आउँछ नि तिमीलाई बडी खेल्न आउँदैन डुब्न त डुब्दैन नि हामी चाहिँ अब यहाँनिर यो नुहाउँदैछौँ यो पछाडि साइडमा होइन केटाहरू सबजना यहाँनिर आइसक्यो अब रेडी हुँदैछौँ हामी होइन अब त नुहाउनु त पऱ्यो बिस्तारै कन्टेन्ट एकदम आउनेवाला छ अब हेर्दै जानु होला एकदम रमाइलो भयो होइन हेलो गाइज आम नितेश रिडाल भ्लग मेरो तेन्जिङ भ्लगलाई चाहिँ प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइबको वर्षात हानिदिनु होला होइन बिकज हि इज माई बेस्ट ब्रदर प्लिज लाइक कमेन्ट सेयर सब्सक्राइब नहालिसम्म चाहिँ म चित्त दुखाउँछु होइन र उसलाई लाइक कमेन्ट सेयर सब्सक्राइब नहान्छले चाहिँ होइन मलाई सब्सक्राइब नगर्दा नि हुन्छ उसलाई सब्सक्राइब गराएको छ भने मलाई गर्दा हुन्छ तर सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु पर्यो आइस ब्लगले भैँसीमा चाहिँ एकदम चिलमा होइन बडा रमाइलो भयो नुहाउन चाहिँ अब अलिअलि नुहाइ धेरै नुहाएन अलिअलि खाइदियो भयो यहाँबाट अब चाहिँ हामी यो राजीव भाइ आएको छ राजीव भाइसँग ऊ पनि कुन ब्रान्ड भनिदिनु त यसो 666 ब्यान्डको ड्रमर हो मेरो एकदम प्यारो भाइ हो राजीव भाइ आएको छ मेरो एक फोनमा होइन दाइलाई सम्झेर आएको छ खुसी लागेको छ हामी अब राजीव भाइसँग जान्छौँ कहाँ रे कुन रे आँपचोर एकदम राम्रो केटाहरू के भन्दै त ल ओ ल अब हाम्रै फिनिसिङ हैन एन्डिङतिर पुग्यो हामी म एउटा परदेशी यसै ठाउँमा घुम्न आएको म एउटा परदेशी खान पाइ बसेछ माया आकाश भन्दा रातो रानी फुले जै माझमा तिमी फुल्यौ काले जै माझमा मनको लहरा कान्छी
तिमीलाई घुमाउने काठमाडौँ सहर बवाल रमाइलो भएछ है एकदम बवाल ट्रेनिङ ब्लग्स विख्यात जुनलीको सिरैमा इन्द्रकमल अङ्कुशीले मेरे सामने एक चांद का टुकड़ा रहता है मेरे सामने वाली खिड़की में एक चांद का टुकड़ा रहता है अब सोच रहे कि वो हमसे टुकड़ा टुकड़ा रहता है एक नाले बंदूक दुई नाले बंदूक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरी One more time, रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरी सानो गाईको पाछु भिरैमा राम रङ छाडेर जान सकिन मैले बरु माया अन्तै उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम आजको दिन यस्तो बवाल रमाइलो भयो कि एकदम बवाल भयो होइन रमाइलो सोच्यो भन्दा एकदम बवाल भयो होइन तपाईँहरूलाई त्यही हो त्यही भन्न चाहन्छु तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला होइन नेक्स्ट भ्लगमा भेट्ने नै छु सी यु गाइस